स्वागत छ साथीहरु, तपाईलाई फेरि पनि हाम्रो च्यानल तोडफोड नेपालमा। आज हामीले साना सामग्री एउटा यो देवान केबल नेटको D1 टिभीको बक्स एउटा लिएर आएका छौं। साथै तपाईहरुलाई अघिल्लो भिडियोमा हामीले बाचा गरे अनुसार पन्जा र चस्मा मैले लिएर आएको छु। त्यसैले पहिले सेफ्टी फर्स्ट भनेर म यो पन्जा लाउन गइरहेको छु। फुटाउने सामग्री पहिलो यो हाम्रो देवान केबल बक्स D1 टिभी बक्समा के हुन्छ त पहिले हाम्रो यो एउटा कार्ड एटीएम कार्डहरु जस्तो एउटा कार्ड हुँदो रहेछ, जसमा एउटा सानो पिछाडी सिममा जस्तो लाग्ने एउटा चिप हुँदो रहेछ। त्यसलाई फाल्दियौ, हाम्रो त्यसको काम केही छैन। अब हाम्रो यो बक्समा हेरौं, यहाँ माथि तीनवटा बटमहरु छ, यता केबलको तार लाग्ने एउटा ठाउँ छ र यहाँ पिछाडी एबी ज्याक लाग्ने ठाउँ छ र एउटा यहाँ पिछाडी पेन ड्राइभहरु लाग्ने ठाउँ छ। अब हाम्रो जस्तो च्यानलको नाम त्यस्तै काम, फुटाउने हेर्नु त साथीहरु, आउनुस् फुटाएर हेरौँ के छ भित्र। ओहो बलियो रहेछ त हो साथीहरु, फुट्दैन त। आज त सेफ्टी पनि प्रयोग गरेछ, डराउने हैन, फुटाउने। हाम्रो जति तपाईहरुको माया आउँछ, हाम्रो जोश त्यति नै बढेर जान्छ, त्यति नै जोश र जागरका साथ हामी फुटाउने छौं। तपाईहरुको माया चाहिँ कम्ती हुनु भएन है साथीहरु। ल हेर्नुस्, अब यहाँ भित्र के निक्लिन्छ हामी देखाउने छौं। अनि हामीलाई एक दुई जना हाम्रो सब्स्क्राइबर भ्युअर्सहरुले के भन्नुभयो भने यो फुटाउनुको तात्पर्य चाहिँ के हो त? तपाईहरुले फुटाएर त देखाउँदै हुनुहुन्छ, तर यो फुटाएर देखाउनुको अर्थ के त? फुटाउने मात्रै उपद्रव मात्रै हो त भनेर भन्नुभयो। तर हाम्रो त्यो मात्रै होइन, स्क्रू ड्राइभर लाएर खोलेर धेरैले देखाउँछन्। हामीले बनाउन नमिल्ने सामानहरु, युजमा नआउने सामानहरु फुटाउँछौं। हामीले अस्ति पनि भनेकै छौं। त्यस अनुसार तपाईहरुको घरमा रेगुलरली युज हुने सामानहरु के छ, त्यो भित्र के हुन्छ त? हामीले तपाईहरुलाई एउटा नयाँ अन्दाजमा, एउटा नयाँ शैलीमा, नयाँ तरिकाबाट चाहिँ हामीले देखाउने, एउटा प्रस्तुत गर्ने एउटा माध्यम बनेको मात्रै हो। त्यसैले हाम्रो भिडियोलाई मजाले हेरेर साथ सहयोग र माया देखाइदिनु हुन हार्दिक विनम्र अनुरोध पनि गर्दछु। ल हेरौँ त साथीहरु, फुटाउँदै भित्रका सामानहरु त सबै छरपष्ट भएछ नि त। अब यसलाई पनि यताबाट ठोकेर निकालौँ होला हो, यसरी कि। आहा पुङलुङ आज पो मजा आयो त साथीहरु फुटाउनु त। अस्ति त साह्रै स्वाद भएको थिएन। हेर्नुस् त, एउटा पीसीबी बोर्ड निस्कियो, क्यापेसिटरहरु निस्कियो, धेरै थोक निस्कियो। यसमा त यति नै रहेछ। ल यो चाहिँ सक्यो। अनि अस्ति हाम्रो सर्ट्स भिडियो तपाईहरुले हेर्नुभयो कि भएन? त्यसमा मैले एउटा सानो भिडियो प्रस्तुत गरेको थिएँ। हामीले फुटाउनका लागि भनेर एउटा इन्फ्रारेड चुलो राखेका थियौँ। त्यो चाहिँ राखेकै ठाउँबाट झरेर आफै फुट्यो। त्यसले गर्दाखेरि हामीले तोड्न नसके पनि मरोड्न सक्यौं। तपाईहरुलाई यो प्रस्तुत गर्नेछौं भनेर हामीले देखाउँछौं भनेर देखाएकै भएको हुनाले मैले यो सामग्री आज लिएर आएको हुँ। अब यसलाई यो भन्दा धेरै उपद्रव नगरौँ साथीहरु। अब आउनुस् यता के छ हेरौँ। हाम्रो काम त भत्काउने नै त हो, सरक्क गर्ने त कामै छैन। यो हाम्रो फिलामेन्ट भयो, हेर्नुस् है। यसबाट लाइन गएर यो तातेर चाहिँ यसकै हिटिङले गर्दाखेरि भात पकाउने भाँडा बसाउने ठाउँ यो माथि हुन्छ। यस्तो हुन्छ, केही हुँदैन साथीहरु। यसो अलिकति तामाको उरो छ, यो त कागज फर्म मात्रै रहेछ, प्लेट मात्रै रहेछ, केही छैन। अब आउनुस् यतातिर, यसमा अरु के छ त हेरौँ है। यो तार पनि चुडियो। अर्को आयो साथीहरु, हाम्रो यो एउटा बोर्ड आयो, यसमा ज्याक लागेको छ। निक्लिएन त, निक्लिएन भने पाङपुङ पार्दिउ न त। यो एउटा बटमको लागि हाम्रो एउटा सानो पीसीबी बोर्ड यहाँ निक्लेको छ। यो चाहिँ बटमको लागि काम गर्छ। तपाईहरुले इन्डक्सन होस् या इन्फ्रारेड होस्, त्यसमा टच सिस्टम हुन्छ।
टच सिस्टममा माथिबाट यसरी टच गर्दाखेरि यो टचबाट यसले काम गर्ने हो। यो बटम हो। यसमा माथि यो तपाईहरुको टेम्परेचर कति छ भनेर देखाउने डिस्प्लेको लागि एउटा डिस्प्ले पनि यहाँ लागेको छ। यो एउटा पीसीबी बोर्ड भयो। यहाँ क्यापेसिटरहरु अरु अन्य सामग्रीहरु लागेको हुन्छ। अर्को साथीहरु यसमा अर्को पीसीबी बोर्ड पनि छ। हेर्नुस्, यसमा तपाईहरुलाई पावर एडजस्ट गर्नलाई, तपाईहरुको हिटिङलाई कम गर्नलाई, कुलिङ फ्यान चलाउनलाई यसबाट विभिन्न माध्यमबाट त्यो अघिको बटम चलाउने बोर्डमा पीसीबी बोर्डमा लाइन दिने, हाम्रो यो अघिको हिटिङ दिने प्लेटमा लाइन दिने सबै सप्लाई योबाट गएको हुन्छ। यो सप्लाई दिने मेन बोर्ड हो। यो हाम्रो हेर्नुस् त यहाँ कालो भएको छ, डढेको हो। यो हामीले बनाउन नमिल्ने भएर हामीले फुटाएको हो। अनि यसमा साथीहरु अर्को हाम्रो यहाँ एउटा फ्यान छ। अब तपाईहरुलाई देखाउने नै भइसकेपछि हेर्नुस् त एउटा सानो फ्यान छ। फ्यान भित्र के हुन्छ भन्ने कुरो त हजुरहरुलाई सायद थाहा नै होला। थाहा छैन भने कमेन्टले गर्नुहोस्। हामी अर्को भिडियोमा फेरि फ्यान भित्र के हुन्छ, अर्को फ्यान ठुलै फ्यान भए पनि ल्याएर हामी तपाईहरु समक्ष प्रस्तुत गर्ने छौं। र आगामी दिनहरुमा हामीले के फुटाउँछौं अर्को सानो भिडियो बनाएकै छौं, त्यसलाई पनि हेर्दिनु होला। र तपाईहरुलाई एउटा के जानकारी दिन चाहन्छु भने हामीसँग फ्रिज छ। मैले त्यो एउटा भिडियोमा देखाएको पनि छु। त्यो फ्रिज 1K सब्स्क्राइबरमा पुगेका दिन हामीले त्यसलाई एउटा उत्सवको रूपमा फुटाएर प्रस्तुत गर्नेछौं। त्यसैले जति सक्दो हाम्रो च्यानललाई लाइक सब्स्क्राइब गरेर 1K पुर्याएर सपोर्ट गरिदिनु होला भन्दै आजलाई यति नै प्रस्तुत गर्न चाहे। धन्यवाद। थ्यांक यू।